ए ल हेर्नु सबैजना ल हामी चाहिँ अब झरनातिर जाँदैछौँ है। हेलो गाइस, वेलकम टु माई ब्लग विवेक ब्लग। स्वागत छ। ल हामी चाहिँ हामी चाहिँ आज झरना घुम्नु जाँदैछौँ है। यता हेलो गरिदिनु सबैजनाले। हेलो गाइस, यो चाहिँ हात्ती रिस हो। हामी जाँदैछौँ, हामी झर्ना जाँदैछौँ। के गर्नु गोटा किस्नु सानो बनाउँदा भाइ यहाँ उयो छ नि चाको छ यहाँ कहाँ लाग्छ ल यो लाग्छ यो खान्छ पोकिँदैन यो पटाउनु न र हामी चाहिँ अहिले अटोमा झरना जाँदैछौँ है। रोटा फेरि न रोटा पटाएर यताबाट राम्रो आउँछ। र अहिले चाहिँ हात्ती रिसोर्ट आउनु आँट्यो। रोटा अड्काइदिएर यो माथि पटाएर यता पर्दैन त्यता यता पटाउनु हावा आउँछ। आज किन बोल्दिनौ माया लाउँदिनौ। यहाँ छ स्मित भाइ छ, स्मित भाइ। ल हात्ती रिसोर्ट आइसक्यो अहिले चाहिँ। किन बोल्दिनौ माया यो हात्ती रिसोर्ट हो। अहिले हामी हात्ती रिसोर्टमा आइसक्यौँ। काली खोला आयो। तिमी किन दुनियाँ हँसाउँछौ, किन दुनियाँ हँसाउँछौ मलाई। भिडियोहरू यहाँदेखि बाहुनाकी 2 किलोमिटर। तिमी आज भोलि किन बोल्दिनौ, किन बोल्दिनौ माया लाउँदिनौ। र यो चाहिँ मैले कोही कनाल भोकले पर्दैन हालेको के मैले ठिकै गरेछु आयो होला अब राइस तिमी नै हो। ल हामी चाहिँ अब बाहुनाकी आइपुग्यौँ है। बाहुनाकी र यहाँदेखि केही किलोमिटर माथि मात्रै रहेको छ हाम्रो निन्दा सिरान भन्ने ठाउँ। र देख्न सक्नुहुनेछ हामी बाहुनाकी आइपुग्यौँ। बाहुनाकीमा प्रवेश गरिसक्यौँ। भर्खर एउटा बस मायालु यातायात। र यो चाहिँ हो बाहुनाकी। अहिले हामी बाहुनाकी आइसक्यौँ। हामी बाहुनाकी आइसक्यौँ है। अहिले चाहिँ हामी होइन निन्दा सिरानको यो पुलमा, झोलुङ्गे पुलमा आइसक्यौँ होइन। यो चाहिँ झोलुङ्गे पुल रहेको छ गाइस निन्दा सिरानको। एकदम गर्मी भएर मलाई त पसिना आइसक्यो होइन। एकदम राम्रो ठाउँ छ है। सबैजना आइदिनु होला, यो ठाउँलाई भिजिट गरिदिनु होला। तर खोला त सुकेको रहेछ आज त। र यहाँ दुईजना केटाहरू फोटो खिच्दैछ होइन। मलाई चाहिँ भोला खानु मन लाग्यो। निशानमा एउटा भोला खान्छौँ। म सानोलाई दिएको र म चाहिँ अब गलेर होइन हल्का भोला खाइदिनु पऱ्यो एउटा है। बिहानदेखि खाना खाएको छैन। यसलाई भन्छ नेचुरल ब्युटी। एकदम राम्रो ठाउँ छ है। तर खोला चाहिँ लगभग सुकेको रहेछ। निन्दा खोला एकछिन एकदम राम्रो ठाउँ छ होइन। हामी निन्दाको पुलमा छौँ होइन। 3 जना, किरण दाई, साइना अङ्कल, म। हेलो ल गाइस, एकदम राम्रो ठाउँ छ होइन। निन्दा सिरान सबैजना घुम्न आइदिनु होला होइन। एकदम राम्रो छ होइन। म चाहिँ 3 चोटि आइसकेँ। योसँग 4 चोटि हुन्छ म आएको। आन्तरिक पर्यटन परिवर्तन गरौँ। एकदम चिसो, एकदम चिसो मौसम छ यहाँ होइन। यसो हजुरहरूलाई धेरै गर्मी भयो भने चाहिँ यहाँनिर चाहिँ आइदिनु होला होइन। जति पनि युट्युबमा फ्रेन्डहरू हुनुहुन्छ सबैजनाले यो ठाउँलाई भिजिट गरिदिनु होला होइन। विदेशी पर्यटनहरू परिवर्तन गरौँ, आन्तरिक पर्यटन परिवर्तन गरौँ। आफ्नै देशभित्र आफ्नै मुद्रा। र अब हामी यो भ्लग चाहिँ एकछिन बन्द गरेर हामी केही यहाँको तस्बिरहरू फोटोहरू खिच्नेछौँ। र फेरि पनि अर्को पार्टमा भेट्नेछौँ होइन। ल अहिलेलाई बाई बाई। र अहिले चाहिँ हामी निन्दा सिरानबाट अब घरतिर लाग्यौँ, बिदा भयौँ होइन। ल सबैजना खोइ बोलेको हामी उता यो निन्दा सिरान यो के भन्छ यो कटेजबाट हामी उता लाग्दैछौँ। गाउँ हो। हामी घरतर्फ लाग्दैछौँ।
यहाँबाट लगभग 12 किलोमिटर उँधो नकलबन्दा अब हामी हाम्रो यात्रातिर लाग्दैछौँ घरतिर गन्तव्यतिर कहाँ छ मसँग भोलाको बुढ यो अलैँची हो कि के हो अलैँची हो नि कस्तो हुसेर आएको नि आमा हेर्नु त उता होइन कस्तो हुँदै आएको कस्तो चिसो है रक्सी खाने पनि रक्सी अब गरम खाँदा पनि रक्सी पचाउने रहेछ चिसो ठाउँ रहेछ यस्तो हुसेर आयो है ल अब हामी चाहिँ घरतिर लाग्दैछौँ निन्दा सिरानबाट बिदा भइकन होइन अब घर जाने हो हामी के छैन भन्ने एउटा साट छैन छैन मुला टुटा दिएको तल अघि मुला मैले खाना खोला चाहिँ ल म सोध्छु होइन कति लाग्छ भरे म कुरा बुझ्छु कि भोलि हामी गाडी भेटिहालिन्छ नि म भन्छु कि भरे गएर ल बुझ्छु कति भाडा लाग्छ होइन ल अब निन्दा सिरानबाट हामी घरतिर लाग्दैछौँ यहाँनिर चाहिँ अहिले पनि हुस्से लागेको जस्तो छ है चिसो चिसो मौसम छ यहाँनिर चाहिँ होइन हजुरहरूलाई गर्मी भयो भने चाहिँ यहाँनिर आइदिनु होला होइन ल अहिले चाहिँ घरतिर लाग्दैछौँ हामी